गुड मर्निङ अल अफ यु। आज चाहिँ घाम लागेछ काठमाडौँमा, दामी सनराइज भइरहेछ। तर दिउँसो चाहिँ खै भन्न सकिन्न, पानी पनि पर्न सक्छ। खेतीपाती सबले लगाइसक्यो यार, रोपाइ भइसकेको छ सबै। म चाहिँ मर्निङ वाकमा निक्लेको बिहान बिहान जहिले। अनि यता चाहिँ काठमाडौँको चाहिँ यो साइड चाहिँ बेस्ट छ क्या। यो चाहिँ पुरा खेती किसान भइरहेछ यहाँ। आज त हिमाल पनि टलक्क टल्किरहेछ त यार। गुड भाइब्स दामी छ। बिहानीको किरणसँगै दिनको सुरुवातमा मान्छेहरूले खेती किसानी गर्दैछन् है। आज यता रोपाइन्छ जस्तो लाग्यो मलाई। ठ्याक्कै पहाडको जस्तो छ कि पुरै दामी छ यहाँ चाहिँ। अब पानीकै भरमा त हो, पानी आकाशकै पानीले रोपिन्छ यहाँ। फेरि हिजो रातभरि पानी पर्यो, अनि अब खेतीपातीको सिजन अब खन्दैछन् नि। हेर्दाखेरि त यस्तो कोरिया पुगे जस्तो फिल हुन्छ यार, पुरै एग्रीमा पुरा टनेल हाउस हो यहाँ। खतरा खेती छ यहाँ। कस्तो राम्रो सनराइज भएको यार। बिहान बेलुका हवाई जहाजमा चढेर। यो साइड चाहिँ बेस्ट छ क्या, काठमाडौँ जस्तै लाग्दैन मलाई यो भैँसी पार्टीको एरिया है। वारिपारी क्या राम्रो छ क्या, दामी छ यहाँ। बस्नलाई सुनसान छ, एकदम शान्त छ। दामी छ दामी। म बसेको नि यहाँ भइसक्यो 20-22 दिन भइसक्यो। यही बाटो हो म वाक गर्ने जहिले। बट राम्रो छ यहाँ चाहिँ। काठमाडौँमा हेर त के हो यो, पुदिना हो जस्तो लाग्यो। आई थिङ्क पुदिना हो जस्तो लाग्यो मलाई त, पुदिना हो। टिप्न चाहिँ टिपौँ अब, जसको भयो नि बाटो बाहिर दिन्छ। दामी छ यार पुदिना चाहिँ। चटनी बनाएर खाए त यस्तो बवाल हुन्छ। हाम्रोतिर त पाउँछ, अब यता त त्यही त हो नि, किन्नुपर्ने हुन्छ सबै कुरा, गाह्रो छ। कस्तो राम्रो पात्या, यत्तिकै भयो त भइहाल्छ नि चटनी है। ल लाग्यो म चाहिँ अब। यस्तो राम्रो ठाउँ छ कि यहाँ। फेरि मकै बारी धर्याउँ पनि छ। यस्तो हरियो काँक्रो चाहिँ छैन, मकै बारी यस्तो बवाल छ है। यस्तो राम्रो छ। यता त चराचुरुङ्गी पनि रहेछ। ल है म एकछिन चाहिँ यता यसो फ्रेस हुन जानु पऱ्यो। अब चाहिँ त्यहाँनिर चरीहरूकोले गुड बनाएर चाहिँ म देखाउँछु तपाईँहरूलाई।
काठमाडौँ जस्तो फिलै हुँदैन यार, यस्तो डाँडा काँडा कस्तो राम्रो छ। यो साइड चाहिँ बेस्ट छ कि काठमाडौँ, बाँकी त्यस्तै हो। यस्तो दामी छ क्या यहाँबाट पनि, यहाँ पनि भ्यू राम्रो देख्छ। वाउ, यस्तो यस्तो बिहान बिहान यतिको भ्यू देखेपछि त अनि त्यतिको जाँगर आइहाल्छ नि यार। म त आफ्नो मेन्टल एन्ड फिजिकल हेल्थको लागि हो कि यति चाहिँ गर्ने। भिडियो चाहिँ अब बनाउँदाखेरि चाहिँ मोमेन्ट्सहरू क्याप्चर हुन्छ, त्यही भएर हो। उकालो चाहिँ ठाडै उकालो हो यार, हैट। मैले चाहिँ टाढैबाट चराहरू देखेर यो उकालो पार गर्न खोजेको देखाउँछु। ब्युटिफुल नेचर देखाउँछु म तपाईँलाई, दामी ब्युटिफुल नेचर। हैट, हेर्नु चराहरू, चराहरू गुडमा बसेछ नि, सबै चराहरू। त्यति साह्रो जुम चाहिँ हुन्न मेरो मोबाइलबाट, तर नि देखिन्छ देखिन्छ। त्यहाँनिर रहेछ अर्को रुखमा, दामी छ दामी। बस्नलाई चाहिँ यो ठाउँ चाहिँ यस्तो दामी छ। दामी छ यहाँ, पानी देखिँदो रहेछ भ्यू त्यहाँको। आज क्या दामी भ्यू छ। ल गाइस, म चाहिँ लागेँ अब। म चाहिँ गएर नास्ता खाएर नुहाइधुवाइ गर्नुपर्ने छ। अनि त्यसपछि आज दिनको सुरुवात चाहिँ राम्रै भयो। यतिको भ्यू चाहिँ, यतिको मर्निङ वाक होइन, काठमाडौँमा यतिको हिँड्न पाउने बाटो भएपछि त, यतिको शान्त भयो त मान्छेलाई चाहिँ त्यत्तिकै चाहिँ मानसिक रोग घटिहाल्छ नि, फिजिकल्ली पनि फिट भइन्छ। बजार एरिया चाहिँ फेरि बेकारै छ कि यताको गाडी घोडाहरू चलेको चलै गर्छ रातभरि। यो एरिया चाहिँ बेस्ट छ, कस्तो राम्रो एरिया। बाटै नभए समुद्र तरी आउँला, सरी त्यसरी नआउँछु मेरो मन तिमी। मर्निङ वाकमा निक्लेछन् कुकुरहरू नि, काठमाडौँको कुकुरहरू मर्निङ वाकमा निक्लेछन्। उ हेर्नु, यस्तो डाँडो थियो कि चरीहरूको गुँड चाहिँ। बाटै नभए समुद्र तरी आउँला। हिजो चाहिँ पानी चाहिँ लास्टै आएको हो क्या, रातभरि पानी आएको हो। यहाँ हेर्नु पुरै बगिरहेको छ यहाँ पानी। ढलको पानी होइन यो चाहिँ बाहिर यो बर्सातको पानी आएको हो जम्मै। ऊ माथिबाट खोलै खोला रहेछ त आएको। यो बाटो चाहिँ मलाई बेस्ट लाग्छ। यस्तो उकालो छ के, आउँदाखेरि चाहिँ ओह्रालो हुन्छ अनि जाँदाखेरि चाहिँ ठाडै उकालो छ क्या बाटो, राम्रो लाग्छ। अनि यस्तै हो।
फिजिकली फिट हुनु पर्यो, मेन्टल्ली फिट हुनु पर्यो, अनि मात्र जिन्दगी चल्छ। नत्र गाह्रो छ नि, लास्टै गाह्रो छ। जति कमाए नि मान्छेले पुग्दैन, फेरि कमाएको डबल चाहिँ तपाईँको त्यो उपचार खर्चमै सकिन्छ क्या। त्यही भएर आफ्नो चाहिँ खानपानमा चाहिँ धेरै केयर गर्नुपर्छ। फिजिकल चाहिँ बेस्ट बनाउनुपर्छ, बेस्ट। ओके, अब चाहिँ म पुग्न लाग्यो। अब एकछिनमा टाढै उकालो चाहिँ ओके, बाई गाइज, भोलि भेटौँला अब चाहिँ। ह्याभ अ गुड डे अल अफ यु, टेक केयर।